म के भन्न आएको भने नि त्यो इनबक्समा आएर मलाई एकजना धतुरेले के भनेको छ भने बुढोलाई खाडी पठाएर वर्षौं वर्ष तैँले सडाएर तालु खुइलाएर अनि यहाँ आएर घन्टीको सपोर्ट गर्छेस् भनेर यसले कमेन्ट गरेको छ। यी घन्टी त यहीँ छेउमै छ, बिर्सिन्छु भनेर यहीँ राखिरहेको छु, बजाइरहन्छु बिहान बेलुकै 24 घण्टा बजाउँछु त म त। सो वाट तिमीहरूको लागि नगरेको हो। योभन्दा अगाडि अहिलेसम्म हाम्रा बाबुआमाहरूले कसलाई भोट हाले त? कसलाई हाले? अप्सनै थिएन। अहिले त अप्सन आयो, हाम्रो दिमाग पनि खुलो त, हामी जोसुकैले हालौँ नि, हाम्रो स्वतन्त्रको कुरा हो नि। हो तिमीहरूको हो यही खालको दिमाग छ र त मान्छेले तिमीलाई माइनस हान्दैछन् त। दुनियाँलाई गएर धम्काउने थर्काउने यो गर्ने फलान गर्ने घुसपेटी गर्ने यो खालको गर्छौ त मान्छे रिसाउँछन् त। शान्त जवाबले माग्ने हो क्या भोट भनेको। धेरै बोलेर होइन, काम गरेर देखाउने हो। अलिकति आफ्नो भिजनहरू राख्ने हो, जनता सामुन्ने भन्नु पनि पर्छ। के छ त, के गर्ने हो त प्रधानमन्त्री भइसके पछाडि अथवा मेयर भइसके पछाडि होइन? भिजन के छ, योजना के छ, यो कुरो पनि राख्दै जानुपर्छ क्या। थाहा हुँदैन नि त होइन? अब पहिल्यैदेखि गरिआएको मेरो गुरुको बारे टक्का भनिआएकालाई त सम्झाउनु बुझाउनु पनि पर्छ। अनि हो तिमीहरूकैलाई भोट दिँदा त बुढाहरू सबै खाडीतिर बस्नु परेको हो त। अनि अहिले देशमा राम्रो भएको भए, रोजगारको व्यवस्था भएको भए बुढाहरू विदेश जानु पर्थ्यो? यसलाई त झोला बगेर खाँदै ठिकै होला। अनि यसले आएर मलाई यस्तो लेख्दै छ कमेन्ट यहाँ इनबक्समा अझ मेसेज पो त दिनुहुनेहरू। अनि उसकोलाई सपोर्ट गरिदिँदा मात्रै म नेपालको नागरिक हुने हो र? अनि मेला गर भनेछु नि त, बुझेर सोचेर हाम्रोलाई होइन राम्रोलाई भोट हाल्ने भनेर भनिराखेको छु मैले। अनि नेपाल कहाँ बिग्रिरहेको छ, कहाँ के भएको छ थाहा छैन। सकिसक्यो त, केही छैन त। गरिबको बोल्दिने त कोही नि छैन, कोही छैन। तिमीहरूको धनीको पो पैसा बोल्छ त। अनि तिमीलाई तातो चिसो केही हुँदैन धनीलाई। के हुन्छ, एकल फोन गरेर केही काम सरकारी कार्यालयमा गएर धाउनु पर्यो भने एकल माथि जाने बित्तिकै यिनीहरूको काम प्यान्ट यिनै नाङ्गा आँखाले देखेकी छु मैले हो। दिदी उनीहरू यिनै नाङ्गा आँखाले देखेको छु। यति दुःख दिन्छन् हामीलाई नि। हो यो दुःखबाट मुक्त हौ भनेरै हस्पिटलमा जा, हस्पिटलमा त्यस्तै सोर्स फोर्सका मात्रै मान्छेलाई अगाडि दबाई पानी हुने हामीलाई छैन। हेर्नु है, सरकारी कार्यालय जा, यातायात जा, बिजुली अफिस जा, खानेपानी जा, यो सिडियो जा, फिडियो जा, गिडियो जा, यस्तोमा त हामीलाई त माइनस धाको दाई। नगरपालिका अझ 1 नम्बरमा नगरपालिकाको काममा जाउँ त कतिसम्म झुलाउँछन् एउटा सही गर्नको लागि। हामीले देखाएको छैन, हामीले भोगेको छैन र? हो यस्तो खालको दुःख अब नपाइयोस्, पाउनु नपरोस् भनेर हाल्ने हो, बालेन्द्र शाहलाई जिताउने हो। त्यति हो मेरो कुरा है। त्यसरी आएर भनिराख्नु जरुरी छैन। हाल्न मन लाग्छ तिमीलाई हाल न, के छ? मैले के भनेको छु? जबरजस्ती आएर हाल म के गर्छु, म त्यो हेर्ने हो। अनि अर्को कुरा के भने दिदी बहिनीहरू, पोहोरको साल म कतार जानको लागि पासपोर्ट त बनाउनु पर्यो। आमा छोराको बनाउनको लागि दिदी बहिनीहरू 1 महिनाभन्दा ज्यादा लाग्यो हौ। 1 महिनाभन्दा ज्यादा। घरि ओडा जा, घरि फलानुले, घरि डिस्कानुले लास्टमा एउटा सहीको काम मात्रै रहेछ। सिग्नेचर सबै त आँखाले भरेर लानुपर्ने रह। त्यत्रो झुलाउने हो त, त्यत्रो दुःख दिने हो। यहाँबाट विराटनगर पुग्नु पर्यो परिचय पत्र बनाउन। परिचय पत्र बेगरको पासपोर्ट भएन त। नागरिकतामा पनि त्यही 3 पुस्तेको छ, परिचय पत्रमा पनि त्यही 3 पुस्तेको छ। के चाहिँ घटाएका छौ, के चाहिँ बढाएका छौ र तिमीलाई फेरि दुईवटा तेर्स्याउनु पर्ने? कतिको परिचय पत्रै बनाएको छैन, कतिलाई थाहा नै छैन, कामै हुँदैन। ब्याङ्कमा खाता खोल्न चाहिँ 2टै चाहिन्छ नागरिकता। फोटो फलानु नेपालकै नागरिक हो त, एक थोक प्रमाण भयो भएन? 50वटा चाहिन्छ यिनीहरूलाई। फेरि आफ्नै पैसा राख्न, आफ्नै काम गर्न। हेर्नु त यतिसम्म दुःख दिन्छन्। मैले त्यो परिचय पत्र बनाउन गएको मैले दुःख म जिन्दगीभर बिर्सिन्न। म त्यहाँदेखि मैले सराप्न थालेको किन भन्दा खोर्सानीबाट मेरो छोरो च्यापेर 5 बजे उठेर म टिफिन गाडीमा भात लिएर 15 दिन धाए पछाडि मात्रै मेरो परिचय पत्र भयो। त्यही पनि त्यो कागज मात्रै आएको छ। अहिले त त्यो कार्ड आएको थियो होला, डढाइसक्यो होला। कुरो बुझ्नु भयो नि? पाले त्यो गेटमा नुहाउँदाखेरि नि यहाँबाट 1.5-2 घन्टामा पुर्यायो। पाले नुहाउँदै बाटोमा त लाइन त अझै 3 कोस पर पुगेको थियो लाइन, दाजुभाइ दिदीबहिनीहरूको लाइन क्या। अनि 10 बजे कार्यालय खुल्छ। अनि खुलिसकेर पनि दिदीबहिनीहरू जम्मा 200 जनाको फर्म भर्थ्यो। 200 जनाको यत्रो मोरङभरि 200 जना मात्रै मान्छे छन्। अनि बिहान 10 बजेदेखि 4 बजेसम्म चाहिँ के हेरेर बस्छौ? झिङ्गा मारेर 2 घन्टा मात्रै काम, 4 घन्टा मात्रै काम। परिचय पत्र बनाउँदा 2 बजेसम्म मात्रै हो त, बन्द भइसक्यो, क्लोज भइसक्यो भने कतिजना फर्केको देख्दा मन कटक्क खान्थ्यो। बाजुमा आफ्नै काम गरिदिँदैन भन्न त भने मैले के विदेशको नागरिक जस्तो देखेछु मलाई। नेपालकै हो त, एउटा सही गर्ने यत्रो टाइम लाग्छ? कति भइसक्यो धाकोमा नानी स्यापेर। मैले त्यहाँ पनि भने क्या, अझ फुलिएको अझ सरकारको यो हाम्रै करको खाएर भत्ता तल बज हामीसँग के
म थाहा छैन मलाई मै हो भोग्ने अनि अझ आएर ठुला कुरा गर्ने उही सबै भन्दैछु म बार बार सरकारी कार्यालयका यी प्रत्येक कुराहरूको चाहिँ सिस्टममा हुनुपर्छ हरेक कुरा सिस्टम नियम हुनुपर्छ धनी गरिबलाई जस्तो लाग्छ धनीलाई त्यस्तै लाग्नुपर्छ धनीलाई जुन काम लाग्छ गरिबलाई त्यही लाग्नुपर्छ त्यति भन्छु म यहाँ भन्दा भेज सक्दिनँ गएँ ल के माइग्रेन तताउनु नि ल